सम्पूर्णलाई नमस्कार। म अ, अहिले यो कार्यक्रमको सञ्चालन गरिरहँदा मेरो छोटो परिचय अघि तपाईँहरूलाई जानकारी भइसकेको छ। मैले थप त्यो विषयमा फेरि तपाईँहरूलाई जानकारी गराउन चाहन्न। अहिले म विशेष गरेर हाम्रो घनश्याम गुरुङ सर जसको सामान्य परिचय अघि पनि तपाईँहरूले प्राप्त गरिसक्नु भएको छ। त्यस्तै हाम्रो अर्को प्यानलिस्टमा हुनुहुन्छ मतिना जोशी म्याम। उहाँ चाहिँ खाद्य प्रविधि गुण नियन्त्रण विभागको महानिर्देशकको रूपमा पनि हुनुहुन्छ। त्यस्तै अर्का प्यानलिस्टका रूपमा हुनुहुन्छ हामीसँग राहुल मुनि वज्राचार्य, जो चाहिँ आर्किटेक्चर पनि हुनुहुन्छ र अर्बन प्लानरका रूपमा पनि हुनुहुन्छ। मैले छोटोमा उहाँहरूको थोरै परिचय तपाईँहरूलाई भनिसकेको छु र अघि पनि यहाँबाट भइसक्यो। त्यसकारण ढिला नगरिकन अब हामी कतिपय यहाँ आज जुन विषयमा हामी कुरा गर्न गइरहेका छौँ, म सबैभन्दा सुरुमा हाम्रो घनश्याम सरलाई नै सोध्न चाहन्छु, किनभने मसँग एकदमै नजिक हुनुहुन्छ। नजिक भएका कारणले विशेष गरेर कतिपयलाई हाम्रो विद्यार्थी साथीहरू होइन, अग्रजहरूलाई र अनुजहरूलाई पनि कतिपयलाई घनश्याम सरको बारेमा थाहा नहुन पनि सक्छ। यो विषयमा छोटोमा घनश्याम सर आफैले यो तपाईँको संस्थाले खास के गर्छ, त्यसको लक्ष्य के हो र खास के गरिरहेको छ, त्यो बारेमा छोटोमा भनिदिनु भयो भने अलिकति हाम्रा जो अडियन्सहरू हुनुहुन्छ उहाँहरूलाई अलिकति थोरै सजिलो हुन्छ। हामी साधारणबाट अलिक विशिष्टतिर गयौँ भने अलिक सहज पनि होला, होइन? हुन्छ, धन्यवाद। सबैजनालाई मैले नमस्कार गरेँ। सबभन्दा पहिला म अलिकति जोडीमा हिँड्ने मान्छे भएको हुनाले डाक्टर पोखरेलको कुरा सुनेपछि अलिअलि चाहिँ मेरो आँखा पनि रसायो है। मैले धेरै मान्छेहरू युथहरू देख्छु आजकल एकदमै, सरी फर द 1 मिनट होइन, एकदमै छिटो रनिङ गर्ने अनि आफ्नो प्रोफेसनलबाट गर्व गर्ने, हार्ड स्किलमा चाहिँ एकदमै च्याम्पियन, तर सफ्टवेयर स्किलमा बडा सिक्नुपर्ने देखियो। सो अहिलेको होल निड चाहिँ त्यो। अब मैले त्यहाँबाट सुरु गरेँ। मेरो संस्था WWF भन्ने संस्था धेरै विद्यार्थीहरूले बच्चैदेखि किताबमा पढ्नुपर्छ, धेरै ठाउँमा एनिमल प्लानेट हेर्ने सबैले देख्नुपर्छ। हामी वान अफ द 10 टप मोस्ट नोन ब्रान्डमा पर्छ। अनि उद्देश्यको कुरा गर्ने भने हाम्रो होल उद्देश्य नै ह्युम्यानिटीसँग जोडिएको छ, वेयर ह्युमन्स लिभ इन हार्मोनी विथ नेचर। द्याट्स द अल्टिमेट मिसन, ह्युमन्स लिभ इन हार्मोनी विथ नेचर। अब हामी यो ग्लोबली 100 देशमा अफिस छ र हामी धेरै मान्छे धेरै ठाउँमा छौँ। नेपालमा हामी करिब 100 जना भन्दा बढी काम गर्छौँ। नेपालमा काम गरेको झनै 55 वर्ष भएर अफिसै राखेको 33 वर्ष भइसक्यो। र हाम्रो मुख्य काम चाहिँ मान्छेले भन्दाखेरि जनावरको कुरा गर्छ। त जनावरको कुरा पनि राम्रै हो, किनभने बचाउनुपर्छ भन्छौँ हामी होइन। किनभने नेचरले नबचाइकन हामी आफै बाँच्दैन भन्ने कुरा थाहा पाउनुपर्छ। जसरी एउटा डक्टरले मेडिसिनको कुरा गर्दाखेरि सोर्स कहाँ हो भन्ने पत्ता लगाउनुपर्छ। त्यसपछि सबभन्दा धेरै टक्सिक निस्किने ठाउँ हो, त्यो कहाँ डम हुन्छ भने थाहा पाउनुपर्छ। सो त्यस कारणले पनि यो इम्पोर्टेन्ट चिज हो र हाम्रो काम गर्ने तराईदेखि सबै ठाउँमा वाइल्ड लाइफको कन्जर्भेसन, नेचरको कन्जर्भेसन, बट किपिङ द ह्युमन एट द सेन्टर। किनभने ह्युमन बिइङको लागि गर्ने जे गर्ने हो। सो वी स्पेन्ड मोर देन 70% अफ रिसोर्सेस इन ह्युमन डेभलपमेन्ट, particularly livelihood, improving lives, their capacity, their awareness, whereas only 30% goes to really protecting hardcore resources है त। मैले त्यति छोटकैमा भने। विशेष गरेर नि उहाँको एउटा उपनाम छ। उपनाम भन्दा पनि के भन्ने विशेषण, एउटा राम्रो रमाइलो विशेषण छ, हिउँ चितुवाको गोठालो है। गोठालो पनि यस्तो गोठालो, हिउँ चितुवाको। वास्तवमै हामीले यो जस्तो यो WWF को कुरा गरिरहँदाखेरि यो जस्तो नेचरमा जसरी जनावरहरू चाहिँ किन बाँच्नुपर्छ, यो जुन ह्युम्यानिटिजका लागि के फाइदा छ, यो किन बाँच्नु जरुरी छ, यसमा जस्तो यति लामो समयसम्म काम गरिरहँदाखेरि पनि कतिपय कुराहरू चाहिँ अहिले जस्तो यो ग्लोबल वार्मिङले गर्दाखेरि पनि समस्याहरू सिर्जना भइरहेछन्। यो बारेमा थोरै बताइदिनु न।
यो मैले यत्रो साइन्स पढ्ने मान्छेहरू पढ्दैन होला हो, किनभने कन्जर्भेसन गर्ने भनेको वास्तवमा कुनै पनि हामी बुद्धिज्ममा भन्छौँ कि वी आर इन्टरडिपेन्डेन्ट एन्ड इन्टरकनेक्टेड होइन। हाम्रो जुन बेला डिपेन्डेन्सी कनेक्सन लस हुन्छ, डिपेन्डेन्सी हट्छ। तपाईँ पानी पिउनुपर्छ, सास फेर्नुपर्छ। अहिले हावा फ्रीमा सास फेर्न पाएछ, अनि पोल्युसन आएपछि मात्रै गाली गर्छ। फ्रीमा पानी पिउन पाएछ, अनि पाइप ल्याउन पर्यो, किन्नु परेपछि मात्र गाली गर्छ। सो नेचरको हाम्रो एक्जिस्टेन्स त्योसँग भएको हुनाले भ्यालुसँग समस्या नै भएन। अब कुरो रह्यो कुनै कुनै स्पिसिसमा बढी किन काम गर्छ भन्ने कुरामा। जस्तै बाघले राम्रोसँग काम गर्न सक्यो भने त्यसको मुनि धेरै स्पिसिस बाँच्छ कि। माथि हिमालमा हिउँ चितोमा काम गर्न सक्यो भने त्यो धेरै स्पिसिस बाँच्छ, किन उसले मासु खान्छ। मासु खानेले त फेरि घाँस खानु पर्यो, घाँस खानेले अर्को किरा हुन्छ। त्यो होल इको सिस्टममा चेन बस्ने हुनाले त्यो इम्पोर्टेन्ट छ। र यो जति कन्जर्भेसनको कुरा गर्दाखेरि चाहिँ हामीले बारम्बार भनेको हो, अब यतिसम्म डिप्लेसनमा गयो कि तपाईँहरूलाई कतिलाई थाहा छ, मोर देन 84% फ्रेस वाटर स्पिसिसको पपुलेसन गइसक्यो कि। मोर देन 70% पपुलेसन अफ द वर्ल्ड गइसक्यो। त्यस कारण हामी के भन्दैछौँ भने अब पनि पृथ्वीलाई रिजेनेरेट गर्न कि हिलिङको कुरा भयो। हिलिङ अर्थ निड्स टु बी हिलिङ होइन। अब हिलिङ गर्नलाई मिनिमम 30% ल्यान्ड र 30% सीलाई हामीले कन्जर्भेसन गर्न सकिएन भने हाम्रो आफ्नै अर्थको हिलिङ हुँदैन, अर्को हिलिङ नहुने भनेको हामीले सफरिङ गर्ने हो। सो एट द एन्ड वी आर द वान्स गोइङ टु सफर द मोस्ट। अनि मैले धेरै ठाउँमा भनेको छु, अब यो साइन्स पढ्नेले भन्नु पर्दैन होला होइन, यो पानी बनाउने टेक्नोलोजी नै छैन कि। सल वाटरले डिसेलिनेसन गर्न सकिन्छ, तर पानी टेक्नोलोजीले बन्दैन। त्यस कारणले अब यो कन्जर्भेसन नगरिकन त्यो कुरै छैन। अब जबसम्म पानी रहिरहन्छ, पानी परिरहेको छ, घाम लागिरहेको छ, यो नेचर इभल्भ भइरहेको छ। स्पिसिस डाइनोसर सिद्धो कति सिद्धो नि होइन। अब लास्टमा यदि हामीले त्यो राम्रोसँग सस्टेन गर्न सकेनौँ, हामी आफै सिद्धिन्छ भन्ने कुरा विचार गर्नुपर्छ। त्यस कारणले बेसिकली वाट वी डु इज फर आवर सेल्फ। द नेचर विल इभल्भ, इट हेज बिन इभोल्युसनरी एन्ड कन्टिन्यू टु इभल्भ। The only human race will suffer the most, and that we should have the best understanding of that, because we are the top of everything. If you do exploit, you're going to suffer, you're going to sustain and utilize it sustainably, and we're going to survive together and we thrive together. त्यति हो कुरा है त। म अब हाम्रो सर राहुल मुनि सर कहाँ गएँ, किनभने यहाँबाट ठ्याक्क उता जाँदा चाहिँ अलिक सजिलो हुँदो रहेछ जोडिन, कनेक्ट हुन। जस्तो उहाँ आर्किटेक्चर होइन, अर्बन प्लानरको रूपमा हुनुहुन्छ। अहिले जस्तो के छ भने हाम्रो नेपालमा जुन अर्बन प्लानको चाहिँ त्यति धेरै राम्ररी, हजुरहरूलाई पनि थाहा छ होइन, तपाईँहरू स्टडी गरिरहनु भएको छ। अर्बन प्लानको विषयमा त्यति धेरै चाहिँ जति हुनुपर्ने हो त्यो मलाई जहाँसम्म लाग्छ नेपालमा भात देखिँदैन। तपाईँ एउटा आर्किटेक्चर र अर्बन प्लानको हिसाबमा अहिले जुन कुरा आयो, यो नेचरलाई जोगाउनका लागि, हामी मान्छे मात्र होइन स्पेसिसहरू जोगाउनका लागि पनि हरेक कुरालाई त्यो सिस्टमेटिक लानु आवश्यक छ। के छ नेपालमा त्यो अहिले जुन जसरी हुनु पर्थ्यो त्यसरी हुन नसकिरहँदाखेरि तपाईँले र तपाईँहरूले संस्था मार्फत कसरी काम अगाडि बढाइरहनु भएको छ, अलिकति बताइदिनु न। धन्यवाद। तपाईँले भन्नुभएको जस्तो यो कन्जर्भेसन भर्सेस डेभलपमेन्टको डिबेट त धेरै अगाडिदेखि नै चलिरहेको हो। र नेपालको कन्टेक्समा डेभलपमेन्टको कुरा गरिरहँदाखेरि एटलिस्ट 1950s पछि अर्बन प्लानिङ, स्पेसली अर्बन प्लानिङको कुरा गर्दाखेरि चाहिँ 1955 मा अमेरिकन सहयोगको थ्रु चाहिँ यो मलेरिया इराडिकेसन प्रोग्राम नेपालमा भित्रियो र धेरै तराईका बस्तीहरू, भित्री तराईका बस्तीहरू जङ्गल फडानी गरेर बस्ती बसालियो। किनभने त्यतिखेर एक त स्ट्याटिस्टिकली हिसाबमा पनि तराईमा कम पपुलेसन तर धेरै प्रोडक्टिभ एरिया, र पहाडमा चाहिँ निकै धेरै पपुलेसन तर त्यो पपुलेसनको राम्रो युज भइरहेको थिएन। सो इट वाज नेचुरल फर हाम्रो डेभलपमेन्टको लागि कि पपुलेसन चाहिँ पहाडबाट तराईमा रिसेटलमेन्ट गर्ने थियो। सो 1960s इभन 70s तिर पनि धेरै सहरहरू, अब राजविराज जस्तो सहरहरू पहिला राणा पिरियडमै बनिसकेका थिए, हेडौँडा राजविराजहरू। तर महेन्द्रनगर भयो, सुरेको वीरेन्द्रनगरहरू भयो, टिकापुर सहरहरू चाहिँ जङ्गल फडानी नै गरेर बनाएका सहरहरू हुन्। र यो हुँदाखेरि 1970s तिर चाहिँ अब हामीले डेभलपमेन्टको बाटोमा लागिरहँदा धेरै कन्जर्भेसन, धेरै इकोलोजीलाई हामीले बिगार्यौँ भनेर चितवन, आई थिङ्क सरलाई अझ राम्रो यसमा ज्ञान छ, 1970s तिर चितवन नेसनल पार्क चाहिँ हामीले इस्टाब्लिस गऱ्यौँ।
र बायोडाइभर्सिटी कन्जर्भेसनलाई पनि हामीले साथसाथै लिएर जानुपर्छ भनेर आई थिङ्क 1980तिर त चितवन नेसनल पार्कलाई हामीले वर्ल्ड हेरिटेज साइटमै पनि त्यो गऱ्यौँ। सो एज अ अर्बन प्लानिङ डिसिप्लिनमा काम गरिरहँदाखेरि अहिले यो लोकल नेपालको कन्टेक्स्टमा मात्र होइन कि ग्लोबल कन्टेक्स्टमै पनि इकोलोजीलाई ब्यालेन्स गरेर हामीले सहरीकरणमा अगाडि बढ्नुपर्ने भन्ने छ। र अहिले वर्ल्ड वाइड नै सहर सिटिज आर द ग्रोथ इन्जिन होइन भन्ने छ र धरान एउटा इक्जाम्पल पनि हो त्यो हिसाबमा। सो अहिलेको हिसाबमा सहरीकरण अर्बनाइजेसनको कुराहरूमा भइरहँदाखेरि फर्स्ट 3वटा मेट्रिक्समा चाहिँ अर्बन प्लानर्सहरूले चाहिँ जोड दिइरहेछन्। फर्स्ट त इकोलोजी नै हो। फर्स्ट इकोलोजी नै हो। कसरी पर्यावरण मैत्री रिस्क सेन्सिटिभ ल्यान्ड युज प्लानिङ भन्छौँ हामीले। नेपाल जस्तो भौगोलिक एरियामा जहाँ चाहिँ ल्यान्डस्लाइडहरू फ्लडिङहरूको सेस्मिक एकदमै जोखिमयुक्त छ। सो फर्स्ट अप्रोच चाहिँ हाम्रो रिस्क सेन्सिटिभ ल्यान्ड युज प्लानिङ नै ल्यान्ड युज प्लानिङ एज अ टु ल्यान्ड युज प्लानिङबाट नै गर्छौँ। त्यसपछि मात्र हामीले अब अर्बन प्लानिङको अरू प्रिन्सिपल्सहरू जस्तै रोड नेटवर्कहरू अरू सर्भिसेसहरूको अप्रोचमा जान्छौँ। सो आई थिङ्क हामीले चाहिँ यो रिस्क सेन्सिटिभको थ्रु नै हामीले कन्जर्भेसन र डेभलपमेन्टलाई चाहिँ ब्यालेन्स गर्न खोजिरहेछौँ। यहाँ समस्या चाहिँ के देखिन्छ भन्दाखेरि नर्मल्ली अहिले पहाडबाट अथवा हिमालबाट अहिले हिमालको जनसङ्ख्या यो 78को उसमा हेर्दाखेरि पनि के देखिन्छ भने जनगणनाले पनि पहाडको र हिमालको जनसङ्ख्या चाहिँ तपाईँको माइग्रेट भएर तराई क्षेत्रमा एकदमै धेरै आइरहेको देखिन्छ होइन। जबकि अहिले हिमालको पछिल्लो जनगणना हेर्दाखेरि 6.08 देखिन्छ होइन। तपाईँको चाहिँ के भन्छ पहाडको 40.03 देखिन्छ। त्यो माइग्रेट पिपुल चाहिँ अहिले तपाईँको कन्टिन्युअस यो चाहिँ तराई बेल्टमा अथवा भित्री मधेस भनौँ अथवा चाहिँ तराईका अथवा मधेस क्षेत्रतिर आइराख्दाखेरि यो जुन अर्बन प्लानमा त्यो जटिलताहरू कतिको आइरहेको देखिन्छ, के छ? त्यसमा तपाईँले भन्नुभएको जस्तो एकदमै ठुलो जटिलता छ होइन। हामीलाई प्रोडक्टिभिटीको हिसाबमा त तराईमा धेरै नै सजिलो छ। इन्फ्रास्ट्रक्चर डेभलप अर्बन प्लानिङको हिसाबमा इन्फ्रास्ट्रक्चरलाई विकास गर्नलाई तराईमा धेरै नै सजिलो छ। तर सँगसँगै हाम्रो पहाडको जनसङ्ख्या पनि निकै घट्दो क्रममा छ। अब त्यसले गर्दाखेरि हामीले धेरै न्युजहरूमा पनि देखिरहेछौँ पहाडमा सिनियर सिटिजनहरू मात्रै बाँकी छन्, युथहरूको पनि छैन भन्ने छ। सो सोसियल कन्फ्लिक्ट्सहरू त्यसमा निकै नै छ। सो अर्बन प्लानिङको हिसाबमा चाहिँ एउटा राम्रो इक्जाम्पल हामीले बन्दीपुर सहरलाई लिन सक्छौँ, जुन चाहिँ एक टाइममा माइग्रेसनले गर्दाखेरि बन्दीपुर पहिला तनहुँको सदरमुकाम थियो, पछि दमौलीतिर आई थिङ्क सरेपछि एकदमै गोस्ट टाउन जस्तै भइसकेको थियो। सो अब आई थिङ्क इट्स नयाँ जेनेरेसनको रेस्पोन्सिबिलिटी छ कि इदर टुरिज्मबाट र अरू त्यहाँको लोकल रिसोर्सेस के छ त्यसबाट चाहिँ हामीले रुरल एरियाज रुरल गाउँको स्पेसल हिली एरियाजको टाउन्सहरूलाई भिलेजहरूलाई पनि त्यसरी नै हामीले बन्दीपुरलाई एउटा रोल मोडलको हिसाबमा लिएर विकास गर्नुपर्छ जस्तो लाग्छ। अब म थोरै म्यामतिर आएँ। हाम्रो मतिना म्यामलाई मैले बुझ्न खोजेको चाहिँ जस्तो अब हजुर खाद्य गुण नियन्त्रण विभागको महानिर्देशकको रूपमा हुनुहुन्छ। एउटा पदीय हिसाबमा हेर्ने हो भने त्यो एउटा चाहिँ के भन्छ सबैभन्दा माथिल्लो पद। तर अब सामान्य मान्छेले जनमानसले बुझ्नका लागि यो खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले हजुर। के गर्ने हो, यसको रेस्पोन्सिबल के हो र यसको मिसन के हो होइन। यो मिसनले चाहिँ यो वास्तवमा यो हामी जो चाहिँ मानव अथवा स्पेसिस जे जति छौँ यसलाई कस्तो प्रभाव पर्छ अलिकति थोरै बताइदिनु न त्यो विषयमा। हस्, धन्यवाद छ। सर्वप्रथम त म यो परिक्रमा स्टुडेन्ट्स फ्यामिलीलाई मलाई यहाँ निमन्त्रणा गरेर केही कुराहरू राख्ने मौका दिनुभएकोमा म धन्यवाद दिन चाहेँ। र यो बीपीकेएसलाई पनि म धन्यवाद दिन चाहन्छु। विथ ड्यु रेस्पेक्ट टु अल द डिस्टिङ्ग्विस्ड गेस्ट एन्ड देयर स्टुडेन्ट्स होइन। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग जसलाई चाहिँ डिपार्टमेन्ट अफ फुड टेक्नोलोजी एन्ड क्वालिटी कन्ट्रोल सर्टमा हामी डिएफटिक्युसी भनेर एब्रिभिएसन छ जसको होइन पहिला त परिचय नै गराउन चाहेँ। र अहिले मैले महानिर्देशकको भूमिका त्यहाँ निभाइरहेको छु र
खाद्य प्रविधिको गुण नियन्त्रण विभागको DFTQC को मुख्य काम भनेको चाहिँ होलसम सेफ र न्युट्रिसियस फुडको अभाइलेबिलिटी गराउनु हो वान लाइनमा इज द मिसन र त्यो मिसन प्राप्ति गर्नको लागि जुन कुरा हामीले भनिरहेको छ होलसम सेफ न्युट्रिसियस दो दिज आर द ओन्ली 3 वर्ड्स बट यु नो द्याट अकाउन्ट्स मोर किनभनेदेखि हामी कहाँ जति पनि हामीले खाद्य वस्तुहरू उपलब्ध भइरहेका छन् अथवा चाहिँ खाइरहेका छौँ बजारमा बिक्री वितरण भइरहेछ त्यसको मुख्य स्रोत दुईटा हुन्छ एउटा स्रोत भनेको चाहिँ आयातित भइरहेछ होइन हामी कहाँ लट्स अफ फुडहरू प्रोसेस सेमी प्रोसेस अथवा चाहिँ र मेटेरियलहरू हामी इम्पोर्ट गरिरहेका छौँ अन द अदर ह्यान्ड हाम्रो आफ्नै पनि प्रोडक्सन छ प्लान्ट प्रोडक्ट्स र एनिमल सोर्सको फुड प्रोडक्ट्स मैले पढाउन लाए जस्तो भयो क्या फेरि अनि मतलब अब सो इम्पोर्टको हकमा चाहिँ हामीले चाहिँ प्री बोर्डर कन्ट्रोल र एट द बोर्डर मा कन्ट्रोल केही मेजरहरू छ र त्यस पछाडि पोस्ट बोर्डर कन्ट्रोल भनेर हामी बजार अनुगमनहरू गर्छौँ उद्योग अनुगमनहरू गर्छौँ होइन प्री बोर्डर कन्ट्रोलमा चाहिँ कुनै पनि नेपालमा खाद्य वस्तुहरू चाहिँ इम्पोर्ट गर्नको लागि चाहिँ हामीसँग चाहिँ फुड सेफ्टी एन्ड क्वालिटी एक्ट छ अकर्डिङ टु द्याट एक्ट पर्मिट लिनुपर्ने हुन्छ र त्यो पर्मिट लिँदाखेरि नै उसले चाहिँ त्यो फुड चाहिँ खान योग्य छ छैन होइन र त्यो कन्ट्रीमा चाहिँ प्रोडक्सनको लागि उसले अनुमति पाएको छ छैन र त्यसको चाहिँ एनालाइसिसको रिपोर्ट सहित आउनुपर्ने व्यवस्था छ वास्तवमा हामीलाई चाहिँ धेरैलाई कस्तो लाग्छ भन्दाखेरि फर्मल च्यानलबाट आउने जति पनि हाम्रो खाद्य वस्तुहरू छ त्यो चाहिँ पर्मिट लिएर अनि त्यस पछाडि बोर्डरमा पुगेपछि बोर्डरमा भएको ल्याबहरू छ हाम्रो चाहिँ 9वटा बोर्डरमा जस्तो इन्डियासँगको 9वटा पोइन्ट 2वटा चाइनातर्फको पोइन्ट र इन्टरनेसनल एयरपोर्ट सहितको 12वटा पोइन्टबाट त्यो प्रमाणीकरण भएपछि बल्ल त्यो चाहिँ आउन पाउँछ होइन अनि रिगार्डिङ द हाम्रो आफ्नै होम प्रोडक्सनहरूको लागि चाहिँ के गर्छौँ त भन्दाखेरि अहिलेको नयाँ फुड सेफ्टी एन्ड क्वालिटी एक्ट लास्ट इयर श्रावण 19 गतेदेखि इम्प्लिमेन्ट भएको छ र लाइक त्यसको चाहिँ प्रस्तावनामा नै के भनेको छ भन्दाखेरि चाहिँ होल फुड चेनमा चाहिँ फुड सेफ्टी चाहिँ प्रिभलेन्ट हुनुपर्छ वाट अन द बेसिस अफ साइन्स बेस्ड इभिडेन्सको आधारमा भनेपछि हामीले चाहिँ अन्तर्राष्ट्रिय जुन चाहिँ फुड सेफ्टीको प्रिन्सिपलसँग हामीले हाम्रो देशलाई पनि अलाइन गर्नको लागि मोर देन 1 इयर 1.5 इयरकोदेखि चाहिँ हामी लागिराखेको अवस्था चाहिँ मैले यहाँलाई अनुरोध गर्न चाहे र फुडको होम प्रोडक्सनमा म अलिकति राखिहाल्छु जस्तो चाहिँ फुड इन्डस्ट्री कसैले खोल्छ भनेदेखि चाहिँ अथवा कसैले बिक्री गर्न चाहन्छ उत्पादन गरेर भने उसले चाहिँ लाइसेन्स लिनुपर्ने हुन्छ र 2 इयरली त्यो चाहिँ लाइसेन्स रिन्युअलहरू गर्ने यी प्रोसेसहरू मार्फत चाहिँ हाम्रो चाहिँ होलमा चाहिँ के हो त भन्दाखेरि मकसद चाहिँ एउटै रह्यो कि जुन चाहिँ बजारमा उपभोक्ताले खरिद गरेर उपभोग गर्नुहुने फुड प्रोडक्ट चाहिँ सेफ न्युट्रिसियस बोथ चाहिँ मेन्टेन उसले चाहिँ क्लेम गरे अनुसारको इन्टेन्डेड पर्पोजको लागि जुन पर्पोजको लागि आएको छ त्यो पर्पोज अनुसारको क्वालिटी उसले चाहिँ बियर गर्नुपर्छ भन्ने चाहिँ प्रिन्सिपल हो हजुर विशेष गरेर नि यो रेगुलेसनको मामलामा चाहिँ अलिक कमजोर छ भन्ने कुराहरू पनि सुनिन्छ धेरै होइन अब यसमा चाहिँ कसरी रेगुलेसन गरिरहनु भएको छ के छ मैले किनभनेदेखि हामीलाई धेरै अब जनमानसमा पनि बेला बेलामा हामीले कारवाहीहरू गर्छौँ होइन कारवाही गरिसके पछाडि त्यो पत्र पत्रिकामा पनि हामीले चाहिँ फ्ल्यास गर्छौँ किनभनेदेखि राइट टु इन्फर्मेसनको एउटा पनि अधिकार पनि छ नि त हाम्रो फन्डामेन्टल राइट हो हाम्रो चाहिँ अब सेफ एन्ड न्युट्रिसियस फुडको चाहिँ जुन अधिकार छ हाम्रो कन्स्टिट्युसनले पनि हामीलाई चाहिँ होइन स्वच्छ र गुणस्तरीय वस्तुको उपभोग गर्न पाउनुपर्ने हक फन्डामेन्टल राइट पनि हो हाम्रो होइन खाद्य अधिकार पनि हो यी सबै कारणहरूले गर्दाखेरि चाहिँ नेपाल सरकारको यसको लागि सजग नै रहेको छ र नेपालमा जस्तो विभाग र विभाग मातहतमा 7वटा प्रदेशमा हाम्रो चाहिँ कार्यालयहरू छ जसमा चाहिँ ल्याब सहितको छ र उहाँहरूले चाहिँ त्यहाँबाट तत्त ठाउँहरू चाहिँ अनुगमन गर्ने लाइसेन्सिङहरू गर्ने कामहरू गर्नुहुन्छ होइन त्यसै कोही चाहिँ अनुगमन मात्र गर्ने डिभिजन कार्यालयहरू पनि छ होइन अनि उहाँहरूले पनि अनुगमन गरिरहेका हुन्छ कहिले जोइन्टमा पनि गरिरहेका हुन्छ अनि हामीले कारवाहीहरू पनि गर्छौँ होइन कारवाही गरेर जस्तो अहिले चाहिँ लास्ट 6 मन्थको हाम्रो चाहिँ रिभ्यू गर्दाखेरि भर्खरै सकिएको छ हामीले 72वटा चाहिँ मुद्दाहरू दायर गरेका छौँ सो यस जस्तो नि अब यता म हाम्रो घनश्याम सरसँग आएँ
यो खाद्यसँग यो जुन विशेष गरेर स्पेसिसहरूको जुन सम्बन्ध यसको इन्टिग्रिटी जुन छ नि यसले कस्तो प्रभाव पार्छ जुन आजको खाद्य त तपाईँको चाहिँ रासायनिक कुराहरू धेरै छ भन्छ होइन तपाईँको धेरै चाहिँ जीवहरू अघिको पनि हजुरले कुरा गरिसक्नुभयो कतिपय जीवहरू लोपोन्मुख छन् भने कतिपय हराइसके होइन यसलाई अब जस्तो यो असाधारण काम हो होइन हेर्दा साधारण काम जस्तो देखिए पनि असाधारण काम यो कसरी सम्भव हुन्छ ल अब सबैभन्दा पहिले मैले यहाँ गुनगुन धेरै भयो एकछिन चुप लगाएर बस्नुहोस् है किनभने तपाईँहरू जसले गफ गर्छ नि त्यो सुन्ने छेउको मान्छेले सुन्न पाइँदैन मेरो त बडा रुल करा छ म टिचर हो पहिलेदेखि है अनि त्यो अरूले पनि सुन्न दिँदैन कि अब कराउन थालेपछि अनि त्यस कारणले अब सुन्न मन लाग्नेबाट कान थुनेर बस्ने है मैले एकदम कुरा म गर्छु तपाईँहरूलाई अहिले यो कन्जर्भेसनको कुरा गर्दाखेरि तपाईँहरूले धेरैले थाहा हुन्छ यहाँ धेरै अब डक्टर हुने भएको हुनाले जहिले पनि विकासे विरोधी भन्ने हुन्छ कन्जर्भेसनको मान्छेहरू सबभन्दा विकासको फाउन्डेसन हो र दिगो विकासमा काम गर्ने संरक्षणमा काम गर्नेहरू मात्रै बाँकी त व्यापारी हो छिटो कमाउने छिटो भत्काउने होइन त्यस कारण त्यो एउटा बुझ्नु जरुरी छ नम्बर 1 नम्बर 2 नेपालमा हाइड्रो पावरले सबैले कुरा गर्छ भने माथिको वन जङ्गललाई स्वस्थ राख्न सकेन र ल्यान्ड कभरले स्वस्थ राख्न सकेन र इन्फ्रास्ट्रक्चर रोडहरू बनाउँदाखेरि वातावरण मैत्री वाललाई मैत्री बनाउन सकेन भने त्यो सबै बाहिरी पहिरो लाउँछ कतिवटा देखिसकेको छ तपाईँले है हाम्रो बिजुली जति सबै नदीमा क्यास्केटिङ ड्याम छ त्यो क्यास्केटिङ ड्याममा माथिबाट पहिरो आएपछि यस्तो सबै भत्काइदिन्छ भोलि इन्सुरेन्स गर्ने मान्छे पनि हुँदैन दोस्रो कुरा र तेस्रो कुरा वाइल्ड लाइफ भनेको तपाईँ अहिले पनि मोर देन 65% मान्छे टुरिस्टहरू पार्कभित्र जाने हो अलि राम्रो कहाँ जाने ताल हेर्न जाने कहाँ जाने जङ्गल जाने कहाँ हिमाल जाने हो ट्रेकिङ जाने कहाँ जाने बाँकी हेर्न जाने त्यसैले टुरिज्म हुन्छ है त्यो कुरा एकदम बुझ्नु पर्यो अब कमिङ ब्याक टु यु अब के हो यो हल्ला गरेर मेरो अलि हल्ला बढी भएको छ यो उहाँको कुरा गरेको यो जैविक विविधताको कुरामा अहिले एउटा इन्भेजनको कुराहरू दुईटै इन्भेजन हो योलाई एलियन स्पिसिसहरू नेचुरल इन्भेजन भएर धेरै प्रब्लम भएको कुरा हो यो र चाहिँ अहिले धेरै जेनेटिकली मोडिफाइड चिजहरू भएर अब हाम्रो गाउँघरमा मकै पनि बिउ पनि किन्नुपर्छ मल पनि किन्नुपर्छ पेस्टिसाइड पनि किन्नुपर्छ हर्बिसाइड पनि किन्नुपर्छ हामी झन् गरिब हुँदैछ भोलि फिड सिक्युरिटी पनि हुँदैन त्यस कारणले कमसे कम हाम्रो जातको पुरानो जातको बिउहरू बचाउन सक्नुपर्छ जिन ब्याङ्कमा हाल्नुपर्छ र त्यसलाई लाइफ फार्मरबाट सिस्टममा गर्न सकेन भने भोलि फुड सिक्युरिटीको ठुलो समस्या आउँछ भन्ने कुरा हो होइन र यो कुरा खाद्यसँग कुरा रिजिलियन्स चाहिँ त्यो हो तपाईँलाई कति पहिला म मुस्ताङमा बस्ने मान्छे होइन हामी त भात खाने चाहिँ सबभन्दा धनी हो कि अनि ढेँडो खाने त सबभन्दा गरिब होइन अब चाहिँ ढेँडो खाने चाहिँ धनी हो यार भाउ है भात खाने चाहिँ अब तपाईँहरू त सबै सुगरवाला पढ्नेहरू हो होइन डायबिटिज त्यसलाई सबभन्दा अन्नमा पनि चामल गहुँलाई त्यसलाई अन्न मात्रै भन्छ किन द्याट हेज ग्लुटन द्याट हेज अल द सबै चिज त्यहाँ पाइन्छ बल्ल सुअन्न भन्छ सुअन्न भनेको यो पुरानो मकै त्यसपछि कोदो कगुन श्री अन्न भनेको फापर वा हिमालमा पाइन्छ त्यसमा मेडिसिनल प्रपर्टी पाउँछ म तपाईँलाई प्रुभ गरेर देखाइदिन्छु त्यसो यो खालको कुराहरू अब बचाउन सकेन भने हामी एकैतिर आफ्नो कल्चर र संस्कृति हराउँदैछ दुईटैतिर हाम्रो फुड सिक्युरिटी हराउँदैछ र तेस्रो कुरा भोलि गएर एकैचोटि समस्या भयो भने के हुन्छ नयाँ जातकोले सबै कुरा बिग्रेको धेरै छ त्यस कारण अब हामी एकदम माइन्डफुल भएर इन्भेजिभ स्पिसिस कुनै पनि नेचुरल इन्भेजिभ र त्यो चाहिँ एग्रिकल्चर बायोडाइभर्सिटीको बिचमा सबभन्दा धेरै हुन्छ अब डक्टरलाई कतिले थाहा छ कन्जर्भेसनको एउटा कुरा प्याथोजेन्स तपाईँले मैले पढाउनु पर्दैन होइन ह्युमन चाहिँ एनिमल बिचको त प्याथोजेनको ट्राभल के हुन्छ र जुनोटिक डिजिज के हो मैले भनिराख्नु नपर्ला होइन यो त्यत्रो डक्टर भएपछि त्यो जुनोटिक डिजिज पनि त्यसैसँग रिलेटेड हो हिजो कोभिड आएको सबै कुरा त्यो कारणले गर्दा नेचरको प्योरिटी जति मेन्टेन गर्न सक्यो जति क्लोज जति भत्कायो उति हामी भत्किन्छ भन्ने कुरा हो यो सङ्गठितको कुरा हो चाहिने भन्दा बढी पेस्टिसाइड भरेर इनपुट भन्दा इनपुट धेरै हाल्न थालेपछि आउटपुट धेरै कम भएको अवस्था हो अहिले त्यस कारण हामी धेरै काम गर्दैछ त्यसमा र त्यसको अर्थ यो होइन कि फेरि उन्नत जातको नहुने भने होइन भोलि गएर उन्नत जातको बिउले मोडिफाई गरेर जेनेटिकली मोडिफाई गर्न पनि ओरिजिनल बिउ भयो भने मोडिफाई हुँदैन र त्यो कुरा हामीले बुझ्नुपर्छ मैले यसो अलिकति लम्बा कुरा गरिदियो है त ल मैले उहाँसँग थोरै जोडेँ अघि तपाईँसँग जोडिएको कुरा चाहिँ आयो क्या यहाँनिर जस्तो खाद्य गुण नियन्त्रण विभागले अहिले जस्तो यो पेस्टिसाइडहरू लगायत अब यी कुराहरूलाई नियन्त्रण गर्नका लागि चाहिँ त्यो खालको पहल चाहिँ विभागले गर्न सक्छ कि सक्दैन भने किन सक्दैन के छ त्यसको चाहिँ बाउन्ड्रिजहरू होइन अप्ठ्याराहरू के छ
सरकारले त्यतातिर चाहिँ किन ध्यान दिन सकिरहेको छैन? जस्तो हामी रैथाने बिउको कुरा गर्थ्यौँ पहिला पहिला, अहिले रैथाने बिउ नै हराइसक्यो। अब जोगाउनु त त्यहाँबाट सुरुवात गर्नुपर्ने होइन होला, होइन र? धन्यवाद सर। पहिला त हामीले रैथाने र हाम्रो परम्परागत खाद्यवस्तुमा सरकारले के गर्दैछ भन्ने कुराबाटै सुरु गरौँ होला, किनभनेदेखि मेरो पनि अलिकति बढी त्यसमा इन्ट्रेस्ट भएर पनि छ। जस्तो हामीले भर्खरै यहाँहरूलाई जानकारी पनि छ होला, राजपत्रमा पनि निस्केको छ, हामीले मस्यौरा होइन गुन्द्रुकको पनि हामी स्ट्यान्डर्ड निकाल्दैछौँ र सायद यो विश्वमा नै पहिलो हुन्छ होला जस्तो लाग्छ। मस्यौरा लगायत हाम्रो परम्परागत चिउरा भयो, दालमोट अनि डिफ्रेन्ट अरूहरू पनि फुडहरूको चाहिँ हामीले स्ट्यान्डर्ड चाहिँ क्रमशः हामीले पब्लिस गर्दैछौँ। त स्ट्यान्डर्ड पब्लिस भएर के असर गर्छ त होइन? हाम्रो लाइफमा कसरी त्यसले इम्प्याक्ट गर्न सक्छ? यो क्वेसन मलाई आउँछ प्रायः जस्तो क्याबिनेटमा डिसिजन गर्न लाग्दाखेरि, वाइ डु यु निड यो तपाईँले चाहिँ एउटा किसानलाई बेच्न नदिने, एउटा चाहिँ घरेलु सानो लघु उद्यम एउटा महिलाले उद्योग खोलेकोमा चाहिँ यो चाहिँ अरू मोर चाहिँ स्ट्यान्डर्ड वाइ भन्ने क्वेसन आउँछ होइन? अनि मेरो चाहिँ त्यसमा के हो भन्दाखेरि आज विभागीय प्रमुख है मेरो भन्नाले विभागको के हो भन्दाखेरि हामीले यसको स्ट्यान्डर्ड सेट गर्दै जानुपर्छ ताकि चाहिँ हाम्रो खाद्य वस्तुलाई, सन्तोषीलाई पनि देखिरहेको छु मैले होइन, हाम्रो खाद्य वस्तुलाई बजारमा कमर्सियली उत्पादन गरेर होइन यसलाई विश्वलाई चिनाउनु पर्छ। र सन्तोषीलाई देख्दा मलाई खुसी लाग्छ, उहाँले नेवारी योमरीलाई चिनाउनु भएको छ होइन, सो प्राउड अफ हिम। र हामीले हाम्रो खाद्य वस्तु हामीले चिनाएन भने कसले चिनाउँछ होइन? दिज आर द क्वेसन्स। सो अब कमिङ टु द अब क्वालिटी मात्र होइन, हामीलाई सेफ्टी पनि चाहियो र त्यो वस्तु कस्तो हुन्छ भनेर डिफाइन गर्छ त्यो स्ट्यान्डर्डले होइन। र त्यो चाहिँ एउटा कन्ज्युमरले खाँदाखेरि त्यो ढुक्क भएर खान पाउनु पर्यो। गुन्द्रुक खाएरै म बिरामी भयो भनेदेखि त्यो त रमाइलो भएन नि होइन। इफ द्याट फुड इज नट सेफ देन इट इज नट अ फुड भन्छौँ हामी होइन। हजुरहरूले उपचार रोग लागेपछि अथवा चाहिँ फुड पोइजनिङ भइसके पछाडि हजुरहरूको कन्ट्रिब्युसन एकदम ग्रेट होइन। डक्टर भनेपछि हामीले भगवानकै स्वरूप मान्छौँ, तर प्रिभेन्टिभ स्टेजमा हामी काम गर्छौँ। खाद्य प्राविधिकहरूले अथवा चाहिँ फुड सेफ्टीको रिलेटेड रेलेभेन्ट हामी जति पनि काम गर्छौँ उहाँहरूले चाहिँ प्रिभेन्टिङ हिसाबमा काम गर्ने हो ताकि चाहिँ सकेसम्म रोग लाग्दै नलागोस्। र रोग नलाग्नको लागि चाहिँ हामीले चाहिँ यो क्वालिटी रेगुलेसन जति पनि तपाईँले अहिले मलाई झकझकाइराख्नु भएको छ, वास्तवमा सरकारले गरेको मसिनो मसिनो कामहरू सबै अब त्यति धेरै चर्चा पनि हुँदैन होइन, त्यस कारणले ती चर्चामा आउँदैन। तर बेला बखतमा तपाईँलाई खाद्य प्रविधि गुण नियन्त्रण विभागको वेबसाइटमा हेर्नुभयो भने अहिले पनि भर्खरै पनि म करेक्सनहरू गर्दै थिएँ। हाम्रो डेली जस्तो विज्ञप्ति निस्किन्छ, होटल रेस्टुरेन्टहरू अनुगमन गर्यो, त्यहाँको चाहिँ अब केही कैफियतहरू छ भने तुरुन्त करेक्सन गर्ने, बन्द गर्ने, अनुमति नलिएका उद्योगहरूलाई बन्द गर्ने, यी कुराहरू। अब पेस्टिसाइडमा आएर गर्दाखेरि अहिले यहाँलाई जानकारी कतिपयलाई छ पनि होला, जस्तो चाहिँ हाम्रो सम्मानित सर्वोच्च अदालतको आदेश अनुसार चाहिँ आयात हुने प्रत्येक फलफुल र तरकारीको कन्साइनमेन्टमा चाहिँ टेस्ट नगरिकन भित्रिन पाइँदैन, चाहे त्यो चाहिँ थर्ड कन्ट्रीबाट आएको होस् या छिमेकी हाम्रो भारत चीनबाट आएको होस्। यो चाहिँ म्यान्डेटरी छ र हामीले गरिराखेको छौँ। तर हामीले चाहिँ अब फुल उ त गर्न भ्याउँदैन, त्यहाँ चाहिँ अब किनभने ट्रेडमा बेरियर गर्न पाइँदैन होइन, वर्ल्डको ट्रेडको त्यही रुल हुँदो रहेछ। त्यस कारण चाहिँ हामीले स्क्रिनिङ टेस्टहरू गर्छौँ होइन। र बजारमा पनि अहिले भर्खरै काठमाडौँमा अस्ति पनि अलिक धेरै नै गरियो कि क्या हो, सागपातहरू जाँचियो होइन, जाँचे पछाडि कालीमाटी तरकारी बजारमा पनि हाम्रो रेगुलरली टेस्ट हुन्छ र त्यहाँबाट पनि अत्यन्त विषादी देखिएपछि हामीसँग मोबाइल ल्याबोरेटरी भ्यान छ, त्यो पठाएर तरकारी त्यो माथिपट्टि रामकोटतिर पठाइएको थियो। त्यहाँ पनि 5वटा फार्ममा हेर्दाखेरि एउटा फार्ममा त्यस्तै फुल्ली लोडेड विथ पेस्टिसाइड भेट्यो। र त्यस पछाडि उहाँहरूलाई भने चाहिँ अब किसानलाई कारबाही हुँदैन, हेर्नुहोस् अब किसान भनेपछि सिम्पाथी पनि हुन्छ होइन। अबदेखि चाहिँ यस्तो पेस्टिसाइड लगाएपछि कति दिन वेटिङ पिरियड हो त्यो गर्नु पर्यो। र यसमा हो हामीले चाहिँ अझै धेरै कामहरू गर्नु बाँकी छ। हाम्रो किसानहरूलाई हामीले सिकाउनु पर्यो र एग्रोभेटमा गएर उसले के किन्ने भन्ने कुरा उहाँहरूलाई जानकारी नै छैन होला होइन। हुन त मन्त्रालयको पनि कर्मचारी भएको नाताले मैले चाहिँ यसको जिम्मेवारी पार्टले लिनुपर्छ। वास्तवमा सिकाउनु पर्ने, सिक्नु पर्ने कुराहरू थुप्रै छ, हामीले चाहिँ नलेजको पनि अभाइलेबल छैन। उसले चाहिँ एग्रोभेटले जे रेकमेन्ड गर्छ त्यही लिएर आउँछ। सायद यस्तै समस्या चाहिँ अर्को चाहिँ तपाईँहरू मेडिकल फिल्डको हुनुहुन्छ, एन्टिबायोटिक रेजिड्यू पनि एउटा चाहिँ हाम्रो चाहिँ ठुलो भयावह एउटा साइलेन्ट
पेन्डेमिकको रूपमा आइसकेको छ होइन, त्यसमा पनि हामीले काम गरिरहेछौँ। जस्तो भेटनेरी ड्रग रेजिड्यू इन एनिमल सोर्सको फुड प्रडक्टमा हामीले हेरिरहेका छौँ र कतिपय ब्याक्टेरियाहरूमा यस्तो डरलाग्दो स्थिति रहेछ नि, वास्तवमा कतिपय उसले चाहिँ एन्टिबायोटिकले अब काम गर्नै छोड्ने भइसकेछ। त्यस कारणले चाहिँ हामी कसरी चाहिँ खाद्य प्राविधिकहरू यसमा रिलेटेड भयो, खाद्य इन्डस्ट्री कसरी चाहिँ एएमआरमा डाइरेक्टली रिलेटेड भयो भन्दाखेरि चाहिँ हामीले देख्छौँ एउटा चाहिँ हाम्रो पशुपन्छी सोर्सबाट आउने जस्तो दुध होला, अन्डाहरू, मासुहरू र प्रशोधन गर्ने उद्योगहरू छन् र त्यहाँको ब्याक्टेरिया जुन चाहिँ कन्टामिनेटेड भएको हामी कहाँ त थुप्रै स्याम्पलहरू आउँछ र त्यसलाई चाहिँ एन्टिमाइक्रोबियल रेजिस्टेन्स हेर्दाखेरि थुप्रै एन्टिबायोटिक जुन ह्युमनलाई युज गर्ने छ नि त्यसमा रेजिस्टेन्स भइसकेको छ र हस्पिटलाइज भइरहेको छ, एन्टिबायोटिक लगाइरहेको छैन, ओरली लागेको छैन, फेरि आइबीबाट दिनुपर्ने यस्तो अवस्थाहरू हाम्रै घर परिवारमा पनि कति भइरहेको छ होइन। सो यो भयावह अवस्थाहरू भएको हुनाले फुड सेफ्टीको महत्त्व हिजोभन्दा धेरै बढेको छ। हिजोको विश्वमा के थियो भन्दाखेरि हामी आफै उत्पादन गर्थ्यौँ, आफ्नो लागि आफै उत्पादन गर्यो र खायो, सक्यो। तर अहिले त्यो होइन, हामीले चाहिँ डेली भेराइटी अफ फुड अभाइलेबल छ, बजारमा सबै थोक पाइन्छ, तर विश्वभरिबाट आउँछ त्यो कुरा र त्यो सँगसँगै जुन चाहिँ कमर्सियल लाइफस्टक र कमर्सियल फार्मिङ सँगसँगै हामीले चाहिँ एग्रोकेमिकलहरू जस्तो पेस्टिसाइड भयो, भेटनेरी ड्रग रेजिड्यू भयो, ग्रोथ हर्मोन्सहरूको पनि एकदमै बढ्या छ र त्यसले गर्दाखेरि चाहिँ फुड सेफ्टीलाई चाहिँ अझै सिरियसली लिनुपर्छ भनेर चाहिँ ठानेको छु। हजुर। थोरै राहुल सर कहाँ गएँ अघि घनश्याम सरले एउटा चाहिँ के भन्छ एक खालको गम्भीर आरोप भनौँ या के भनौँ, जस्तो दिगो विकासका लागि जसले अहिले काम गर्नुहुन्न त्यो छिटो छिटो जसले गर्नुहुन्छ त्यो चाहिँ व्यापारी हो। अब तपाईँ अर्बन प्लानर अथवा चाहिँ के भन्छ यो उसमा काम गरिरहनु भएको छ, विशेष गरेर व्यापारीहरूबाट अर्बन प्लान गर्दाखेरि कतिको यस्ता कुराहरू दबाबहरू तपाईँहरूले झेल्नुपर्छ अथवा त्यो प्लानिङ गर्ने बेलामा अथवा काम गर्ने बेलामा होइन। मातहतका तपाईँका मातहतका निकाय अथवा तपाईँहरू पनि त्यसमा चाहिँ कहिलेकाहीँ हुन्छ नि एक खालको भिक्टिमाइज हुने सम्भावनाहरू दबाबहरू कतिको रहन्छ, राज्यबाट कतिको आउँछ, व्यापारीहरूबाट कतिको आउँछ, त्यसलाई सही तरिकाले व्यवस्थापन गर्नु नसक्दाखेरि त अघि उहाँले भन्नुभयो दिगो विकास भनेको नै हामीले भावी पुस्ताका लागि जोगाएर वातावरणलाई जोगाएर अगाडि बढ्ने हो। के छ यसमा चाहिँ? अर्बन प्लानिङ भनेको वास्तव सर्ट टर्म होइन, इट्स अ लङ टर्म प्लानिङ होइन। यो एकैचोटि 1 वर्ष 2 वर्षमा देखिने रिजल्ट देखिँदैन, यसको लागि सस्टेन लागिरहनु पर्छ, 10 वर्षसम्म 5 देखि 10 वर्षसम्म लागिरहनु पर्छ। सो यसमा एज अ टेक्निसियन अर्बन प्लानर मात्र इन्भल्भ हुँदैन, एउटा सोसाइटी एउटा सिटी बनाइरहँदाखेरि सोसियोलोजिस्टहरू, इकोनोमिस्टहरू, अरू बिजनेस कम्युनिटीबाट पनि धेरै इन्भल्भ, धेरैको स्टेक होल्डिङ र लोकल पार्टिसिपेसन अहिले आएर होइन, अहिले आएर भन्नाले लोकल कम्युनिटी पार्टिसिपेसन पनि यत्तिकै इम्पोर्टेन्ट हुन्छ। तपाईँले इङ्कित गर्नु खोज्नुभएको जुन चाहिँ रियल स्टेटको त्यो छ, रियल स्टेट अर्बन डिजाइनमा, अर्बन सिटी फर्मेसनमा रियल स्टेट डेभलपर्सहरूको एउटा ठुलो रोल हुन्छ, दे आर इम्पोर्टेन्ट स्टेक होल्डर्स। तर उहाँहरूलाई नै मार्केटलाई नै सबै छोडिदियौँ भने एकदमै कन्जर्भेसन र अरू डेभलपमेन्ट एकदम प्रफिट मोटिभ मात्र हुन जान्छ। सो यसमा स्टेटको रोल हुनु चाहिँ निकै नै जरुरी छ यो अर्बन प्लानिङमा होइन। यो भनिरहँदाखेरि पनि अब एज एन अर्बन प्लानर हामी टिम लिडरको हिसाबमा काम गरिरहँदाखेरि पनि धेरै प्लानिङहरू अर्बन, धेरै नयाँ सहरहरूको अर्बन प्लानिङहरू, न्यू टाउनहरूको प्लानिङहरू गरिरहेछौँ। तर नेपालको विडम्बना के छ भने फर एक्जाम्पल, एउटा सानो इक्जाम्पल, 2015 को कन्स्टिट्युसन पछि 2017 मा स्टेट रिस्ट्रक्चरिङ भयो होइन। अनि त्यही 2017 मा स्टेट रिस्ट्रक्चरिङ हुँदा नगरपालिकाहरू पनि 57बाट 200 समथिङ नगरपालिकाहरू पुगे। अब यो नगरपालिकाहरू भनेको अर्बन एरियाजहरू हो बाई डेफिनेसन, तर एक्चुअली नयाँ नगरहरू हेऱ्यो भने सबै रुरल र पेरी रुरल एरियाहरू नै छन्। तिनीहरूलाई जनसङ्ख्याको हिसाबमा मात्र अहिले नगर उन्मुखतिर गइरहेको छ हजुर। अहिले। सो जनसङ्ख्याको हिसाबमा मात्र क्षेत्रफल एरिया बढाएर जनसङ्ख्याको हिसाबमा मात्र यसलाई नगरपालिका भनेर घोषणा गरेको छ। र साथसाथै अब 2015 सम्म नेपाल मिनिस्ट्री अफ अर्बन डेभलपमेन्टले 10वटा नयाँ सहरको प्लान बनाएको थियो।
अब स्टेट रिस्ट्रक्चरिङ पछि 2017 को स्टेट रिस्ट्रक्चरिङ पछि अब पोलिटिक्स त्यस्तै थियो हाम्रो भोलाटाइल पोलिटिक्स एभर चेन्जिङ पोलिटिक्स एकैचोटि 10 बाट 57 वटा नयाँ सहर न्यू टाउन्स डेभलप बनाउने परियोजना बनायो होइन सो त्यसको लागि नेपालसँग न फाइनेन्सियल रिसोर्सेस नै थियो न टेक्निकल एक्सपर्टिज नै थियो न अरू रिसोर्सेस नै थियो सो यस प्रपर अर्बन डेभलपमेन्टको लागि टेक्निसियन मात्र होइन भिजनरी लिडरसिप र यो इन्स्टिट्युसन्सहरूले स्पेसली एज अ इन्स्टिट्युसनको कुरा गरिरहँदाखेरि प्लानिङ इन्स्टिट्युसनहरूले चाहिँ यो पोलिटिकल साइकल्सहरूलाई चाहिँ रिजिस्ट गरेर आफ्नो भिजनमा चाहिँ बस्ने च्यालेन्जेस चाहिँ निकै भनेको यो राज्य चाहिँ कहाँ चुकिरहेको छ त वास्तवमा यो अर्बन प्लानिङका उसमा चाहिँ अब हाम्रो मिनिस्ट्री अफ अर्बन डेभलपमेन्टको अन्तर्गतबाट नेसनल अर्बन डिजाइन डेभलपमेन्ट स्ट्राटेजी भनेर लङ टर्म भिजन स्ट्राटेजिक भिजन्सहरू बनाएको पनि छन् नबनाएको होइन प्लान्सहरू धेरै बनाइरहेछन् तर अब कहिले कुनै प्लानमा चाहिँ इम्प्लिमेन्टेसन स्ट्राटेजिजहरू वेल डिफाइन हुँदैन अघि नै मैले भने जस्तो कुनै कुनैमा अब 10वटा बनाउँछु भन्दा भन्दा एकैचोटि 57वटा हुने बित्तिकै रिसोर्सेसहरू पुग्दैन सो स्ट्रेन्सहरू चाहिँ सबै प्लानर्समै हुन जान्छ र सोचे जस्तो अर्बन डेभलपमेन्ट हुँदैन सो आई थिङ्क त्यो पोलिटिकल स्टेबिलिटी र मेन लिडरसिप चेन्ज त्यही कारणले गर्दाखेरि यो मिनिस्ट्रिजहरू जुन चाहिँ इन्स्टिट्युसन्सहरू छ त्यो चाहिँ अलिकति पर्फर्मेन्स चाहिँ देखिरहेको छैन कि म यो बिचैमा आएँ बिचैमा उहाँहरूलाई रोकेर म जम्मा अहिले यो बिचमा एकजना अडियन्स कसैले यहाँ प्यानलमा रहनुभएका 3 जना मध्ये जो कसैलाई पनि प्रश्न सोध्न सक्नुहुन्छ म एकजना अडियन्सको सुरुमा लिएँ त्यस पछाडि बिचमा फेरि हामी कुराकानी गर्दै जान्छौँ र फेरि बिचमा म लिँदै जान्छु अन्तिमसम्म नै लिनेछु कोही हुनुहुन्छ गुड आफ्टरनुन एभ्रिवान मेरो नाम चाहिँ प्रशान्त बस्याल अहिले सेकेन्ड इयर एमबिबिएस स्टुडेन्ट मेरो क्वेसन चाहिँ म्यामलाई हो जस्तो हामी दसैँमा घर जाँदा अथवा बाटोमा ट्राभल गर्दा मेन यो होटल लाइनको मान्छेहरू जो हुन्छ नि होइन एकदम चर्को रकम लिन्छन् उहाँहरूले हामीसँग खानाको लागि होइन 200 250 350 400 तर 250 300 त्यतिको मेहनत परेको हुँदैन होइन उहाँहरूको अनि त्यसले गर्दा कति मान्छेहरूले देखिरहेको छौँ हाम्रो साथीहरू पनि कहिले खाने नखाने होइन त्यो पैसा बचाउने चक्करमा होइन त्यसलाई कन्ट्रोल गर्नलाई मिनिस्ट्रीको चाहिँ के भूमिका रहन्छ र अहिलेसम्म त्यस्तो कदमहरू चलेको छ कि छैन हामीले हेर्छौँ आशिका तामाङ दिदीले पनि धेरै ट्राई गर्नु भएको थियो त्यसलाई कन्ट्रोल गर्नलाई तर पछि सबजनाले उहाँकै मजाक बनाए तपाईँहरूको मिनिस्ट्रीबाट चाहिँ त्यो कन्ट्रोल गर्नको लागि के छ त्यस्तो कदमहरू हुन्छ त्यो पोइन्टहरू बुझाइदिनु धन्यवाद सायद यो धेरै ठुलो समस्या रहेछ क्या तालीसहितै आयो है भाइ एक्चुअली तपाईँले चाहिँ खाद्य प्रविधि गुण नियन्त्रण विभागले चाहिँ प्राइस कन्ट्रोलमा चाहिँ भूमिका छैन तर प्राइस कन्ट्रोल गर्ने अर्को निकाय छ त्यो चाहिँ यो वाणिज्य विभागतिर पर्दछ र उपभोक्ता हित संरक्षण ऐन छ हाम्रो होइन त्यो ऐन अनुसारको चाहिँ त्यो अनुगमन हुँदाखेरि गर्छौँ तर हामी के गर्छौँ भन्दाखेरि हाम्रो विभागले गर्ने भनेको चाहिँ त्यहाँको सेफ्टी हाइजिनको कुरा र क्वालिटीको कुराहरूमा कुनै कम्प्लेन छ जस्तो अब त्यहाँ चाहिँ खानाहरू प्रोपर टेम्परेचरमा राखेको छ कि छैन होइन सर्भिङ गर्दाखेरि बासी खाने कुराहरू कहिलेकाहीँ त्यस्तो गुनासोहरूलाई चाहिँ हामीले सम्बोधन गर्ने गरेको छ र त्यसको चाहिँ निर्देशिका बमोजिम हामीले हाइवेमा बेला बेलामा अब दसैँ अगाडि तपाईँले भने जस्तै जहिले पनि हामी अनुगमन गर्छौँ हामीलाई यो केन्द्रीय अनुगमन भनेर प्रधानमन्त्री कार्यालयमा छ होइन त्यहाँबाट नै स्पेसल अर्डर हुन्छ कि यतिखेर मान्छेको ट्रान्जेक्सन एकदम हाई हुन्छ सो हामी अलर्टमा नै हुन्छ अनि हाम्रो स्टाफहरू गएर त्यहाँको हाइजिन सेनिटेसन चाहिँ हेर्छौँ तर अनफर्चुनेटली प्राइस चाहिँ अर्कै निकायले हेर्ने हो र खानाको क्वालिटी र प्राइसिङ चाहिँ अब समवेयर होइन अब यस्तै छ के गर्ने तोकिएको छैन सरकारले है हुन्छ थ्याङ्क यू थ्याङ्क यू म यता घनश्याम सरसँग आएँ अहिले यो राज्यले चाहिँ जुन यो स्पेसिसको कुराहरूमा आउँदाखेरि चाहिँ राज्यले यो जस्तो स्पेसिसहरूलाई जोगाउनका लागि राज्यको भूमिका कतिको पाउनुहुन्छ तपाईँ आफू चाहिँ एउटा संस्था मार्फत नेपालको रिप्रेजेन्टेटिभ गरिरहँदा प्रतिनिधित्व गरिरहँदाखेरि के पाउनुहुन्छ राज्य धेरै ठाउँमा त चुकेको छ भन्ने कुरा पनि आरोपहरू पनि लाग्छ खास के हो
अब राज्य कहाँ छ भन्ने कुरा कहिले मलाई त के लाग्छ भने म फेरि गोइङ ब्याक टु डाक्टर पोखरेलकोमा कि यो धेरै चिजहरू कहाँ छ भने इन्टेन्सनसँग जोडिएको छ कि होइन नलेज पनि लिन सकिन्छ। तपाईँ सबै डक्टर हुनुहुन्छ, भोलि मजाले सिकेर स्किल पनि सिकिन्छ, चिरफारदेखि सबै सिकिन्छ। त्यो सही सदुपयोग बुद्धिमत्ता प्रयोग के कारणले के को लागि प्रयोग गर्ने भने इन्टेन्सन चाहिँ नभएपछि एउटा कुरा त्यो कारण देखिन्छ। धेरै ठाउँमा इन्टेन्सन भएन कि इन्टेन्सन सही तरिका नहुने देखियो धेरै ठाउँमा। अर्को कुरा भनेको रिसोर्सेस पनि कमी छ हामीसँग होइन। दोस्रो कुरा हाम्रो ह्युमन रिसोर्सको क्यापेबिलिटी पनि छैन कि टेक्निकली धेरै कम छ र यो कारण देखियो। तर राज्यले एज त्यो कमिटमेन्टको हेर्दाखेरि ग्लोबली कमिटमेन्ट एकदमै राम्रो छ तपाईँको। अब अहिले जङ्गलको कुरा गर्दाखेरि तिनैवटा प्रधानमन्त्रीले अब अहिलेको अर्को चाहिँ को आउँछ थाहा छैन होइन, तिनैजना गएकोले 45 फर जङ्गल राख्छु, हामी क्लाइमेट रिजिलियन्ट बनाउँछु भनेर भएछ। त्यो राखे बाबत कार्बनको पैसा पनि आउन थालेछ। त कन्जर्भेसन मात्र भएछ नि कि हावा बेचेर पनि त पैसा ल्याउन थाल्यो नि। अस्ति 9.5 मिलियन 4 मिलियन ल्याइसक्यो, 55 मिलियनको सही भइसक्यो। त्यो जङ्गल बचाए बापत मात्र पनि पैसा आउँदैछ। त्यसपछि सबैले के भन्नुभयो भने सिबिटीमा भएर हामी चाहिँ कार्बन नेगेटिभमा जान्छौँ भाइ 2025 भनेछ। त्यो भनेको अब यी भेहिकलदेखि लिएर इलेक्ट्रिसिटीमा हरेक चिजमा स्विचिङ हुँदैछ, त्यो पनि राम्रै कमिटमेन्ट छ। अब कन्जर्भेसनको कुरा गर्दाखेरि गभर्मेन्टले त धेरै इन्भेस्ट गरेछ नि, त्यत्रो नेसनल पार्कहरू बनाएछ, त्यत्रो कर्मचारी खटाएछ, नेपाल आर्मी खटाएछ। त्यही भएर त हामी ग्लोबली अरू सबै टोमा थाहा छैन। अब तपाईँहरूलाई धेरैलाई थाहा होला, नेपाल ग्रेजुएसन हुँदैछ भने थाहा छैन, कतिलाई थाहा छ? एलडिसीमा ग्रेजुएटबाट अब मिडलमा जाने लो इन्कममा जाने थाहा छ, कतिलाई थाहा छ? हात उठाउनुहोस् त, कति डक्टरलाई थाहा रहेछ हेरौँ। नेपाल अब लिस्ट डेभलपिङ कन्ट्रीबाट ग्रेजुएसन भन्दैछ होइन। त्यो अब जाने बेला भइसक्यो 26मा। त्यो जाँदाखेरि 3टा कुरा प्यारामिटर हो। प्यारामिटर 1 भनेको नेचर कन्जर्भेसन हो, इन्भाइरोमेन्टल ठिक भयो भने ग्रेजुएट हुँदैन। दोस्रो नम्बर भनेको हाम्रो ह्युमन डेभलपमेन्ट इन्डेक्स हो, त्यो ह्युमन डेभलपमेन्ट इन्डेक्स पनि हुँदैन। तेस्रो भनेको इकोनोमी हो। अहिले इकोनोमीमा राम्रो चाहिँ रिमिटेन्स अप टु 28% रिमिटेन्सले गर्दा इकोनोमीको कुरा हो। अब यसमा हामी सबभन्दा माथिल्लो तहमा सस्टेन तरिकाले इन्भाइरोमेन्ट मात्र बसेछ अहिले, किनभने हामी विश्वमा बाघ त्यस्तो अलमोस्ट ट्रिपल गर्नु देश हामी हो। यु चितो 4th लार्जेस्ट पपुलेसन आउट अफ 12 कन्ट्रिज, सारस डबल गयो, सबै चिजहरू पपुलेसन गरेको छ। यसको चुनौतीहरू पनि छ नभएको न, जनावर बढेर मान्छेको चाहिँ द्वन्द बढेको कुराहरू छ, त्यसलाई पनि निराकरण पनि लाग्दैछ। तर कुरो कहाँ के हुन्छ, हाम्रो डाक्टर साहब कहाँ जानुभयो, हाम्रो डाक्टर साहब यहीँ हुनुहुन्थ्यो त, उहाँहरू हामी लाग्दैछौँ। हात्तीले यो चाहिँ एउटा मान्छे क्षति गर्यो, बाघले एउटा क्षति गर्यो भने दुनियाँ खस्या जस्तो कुरा गर्छ। उहाँले उहाँकै अगाडि भन्न मन लागेको थियो 200 देखि 3000 चाहिँ क्षति गर्छ, 100-200 त पढै गरिसक्यो, त्यो कुरै हुँदैन होइन। त्यस कारणले हामीले संवेदनशील हुने भनेको मानव संवेदनशील सबैको लागि हो, त्यो कुनै पनि क्षति होस्। अनि अझ जोड दिनुपर्ने तपाईँ उठाउनु पर्छ। यो बाटो र ठिकठाक नभएर मलाई त छोड्दैन कन्जर्भेसन कुरा, त कन्जर्भेसन एकदम राम्रो गरेका छौँ हामीले। मेरो कुरा यो बाटोघाटो हेर्नुहोस् त, दिनका दिन यसरी मान्छे मर्नुहुन्छ। गाडीको क्वालिटी यहाँ फुडको क्वालिटी के सोधेर मात्र बस्ने, त्योभन्दा खतरा त बाटोको क्वालिटी सोध्नुपर्छ। यहाँ त दिनका दिन मान्छे गुल्टेको गुल्टेर बिहा गरेर बसेको गुल्टेछ, अर्को गरेर अर्को गुल्टेछ, यस्तो पनि कहीँ हुन्छ? यो कुरा एकदमै गर्नुपर्ने भएको छ। त्यस कारण हामीले यो इन्टिग्रेसन आज खुसी लाग्यो। यो ह्युम्यानिटीमा डक्टरलाई ह्युम्यानिटीको कुरा जाँदाखेरि अब मैले देखेको यो उहाँको 7 स्टारमा मेरो कुरा अनुरोध के छ भने 7 स्टार ह्युमन क्वालिटीमा, गुड ह्युमन बिङको क्वालिटीमा तपाईँहरूले 5 स्टारको प्रिन्सिपल हाल्नुहोस्। 5 स्टारको आर प्रिन्सिपल अलिकति रिथिङ्क गर्नु पर्यो। वाइ यु आर गोइङ टु डु इट, वाइ आर यु युजिङ रिसोर्सेस, वाइ द रिसोर्सेस, वाइ द लिमिटेसन्स आर। त्यो आर सोचेपछि बल्ल अलिकति कम गरेर हुन्छ कि अलिकति कम युज गरे हुन्छ कि भन्नु पर्यो। अनि त्यसपछि बल्ल रिसाइक्लिङतिर लान सकिन्छ। रिड्युस भएपछि रिसाइक्लिङ हुन सक्छ सक्दैन। अनि केही सकेन हुँदैन भने चाहिँ रिफ्युज गरौँ न, हाम्रो बानी चलिहाल्छ भन्ने छ कि। आज यस्तो प्लास्टिक भयो, यो पनि मेरो अनुरोध है यो फ्यामिलीलाई। आइ एम भेरी थ्याङ्कफुल द्याट यु इन्भाइटेड मी टु टक। तर यो जतासुकै प्लास्टिक बढी देखियो, आई थिङ्क यु निड टु डु अ बेटर नेक्स्ट टाइम। किनभने यो जतिखेर पनि यो अनि हाम्रो बानी चलिहाल्छ भन्ने कि, अब चलिहाल्छ भने यो झोला भयो भने प्लास्टिक बोकिहाल्छ भन्ने होइन। यस्तोमा हामी त पात हाल्छ, पात ट्याक्क पातमा लेख्ने, अतिथि भने झुन्डाइदिने, यो पनि चाहिएन, एउटा त्यो जुटको डोरी झुन्डाइदिने अर्को पालिदेखि कुरो बुझेन हो। यो खालको कुराहरू बिस्तारै प्र्याक्टिस गर्दै जानुपर्छ। हामी हेल्पफुल। अनि तपाईँको लास्टको कुरामा कन्जर्भेसनमा सरकारले लगानी गरेर सरकारको पोलिसी पनि छ, ह्युमन रिसोर्स छ, तर हेभिङ से द्याट स्टेट रिसोर्सेस कमी छ। यसपालि
तपाईँलाई थाहा छ कि छैन? हामी बाग गर्दैछौँ। बाग गर्नलाई 17 लाखको बजेट छ, बाँकी त हामीले बाहिर खोजेर ल्याउनुपर्छ। त्यसै स्टिल रिसर्चको कुरामा नेपाल सरकारले अझै गर्नु गाह्रो छ कि हामी इन्फ्रास्ट्रक्चरमा धेरै कमजोर भएको हुनाले धेरै स्ट्रक्चरमा गर्नुपर्ने छ। म एउटा लास्ट कुरा भन्छु, यहाँ धेरैजना डक्टर भएको भन्न मन लागेको छ यो म्याडम यही छ। हाम्रो बजेटको अप टु 65% हामीले तलब भत्ता जाने हेर। तपाईँहरूको त तलब भत्ता सरकार पनि नदिने रहेछ, आफैको खोज्नुपर्ने रहेछ। त्यसपछि हामीले अलमोस्ट अहिलेसम्म ऋण लिएको ऋणको अप टु 20% त्यो ऋण लिएको ऋण तिर्ने हो। तपाईँहरूको सबै टाउकोमा ऋण छ है डाक्टर साहबहरू, भोलि तिर्नुपर्छ। हामी सबै टाउकोमा ऋण छ, त्यो तिर्ने हो। अनि बाँकी 15 देखि 17% बच्छ, त्यो पनि विकास खर्च गरेको हाम्रो 50-60% खर्च गरेको इतिहास पनि छैन। सो हाउ गुड इज द्याट? त्यो सबै कुराले के गर्छ भने इन्टेन्सन इफिसियन्सीको कमीले भएको हो। त्यसमा ह्युमन भएर अलिकति सोच्यो भने राम्रो हुन्छ। त्यस कारणले यसमा अब मैले एड गरेँ, यो हस्पिटल म्यानेजमेन्ट पनि अलिक सिकाउनु पर्यो। मैले धेरै इन्टर्नसिपको कुरा गरेँ, त्यो तपाईँलाई थाहा छैन सुई इन्जेक्सन कहाँ गयो, के गयो, कुन रिसाइकल हुन्छ, कुन टोक्सिक कहाँ डम्प गऱ्यो भने एकदमै थाहा पाउनुपर्छ। सो यो एट एन्ड म्यानेजमेन्टमा अझ अलिक जोड दिनुहोस् है डाक्टर साहब। मैले भने ह्युमानिटी नाउ आई एम भेरी ह्याप्पी द वे यु रियली पुट इट टुगेदर। बट द म्यानेजमेन्टको पर्सपेक्टिभमा, रिसोर्सको पर्सपेक्टिभमा, ओभरअल ह्युमन रिसोर्सको म्यानेजमेन्ट आई थिङ्क इज भेरी इम्पोर्टेन्ट द्याट यु क्यान डु मोर अन द्याट। ल मैले लामो कुरा गरेर छोडिदिएँ। होइन, म फेरि तपाईँ कहाँ नै आएँ, हजुर कहाँ नै आएँ। अब जस्तो नि एउटा सामान्य मान्छेले, एउटा सामान्य अथवा साधारण मान्छेले चाहिँ तपाईँको चाहिँ के भन्छ, एउटा हिउँ चितुवा र बाघ जोगाउन चाहिँ के कुराले इन्सपायर गर्यो होला? त्यतातिर थोरै अलिकति तपाईँको व्यक्तिगत लाइफतिर पनि जाउँ न। अब यो त केही गाह्रो छैन, यो गाह्रो केही छैन। म गोठालो थिएँ। हेलो, म बाख्रा चराउँदै थिएँ 18 वर्षसम्म। बाख्रा चराउँदा त्यो हिउँ चितुवाले बेसी दुःख दियो मलाई होइन। अनि त्यसपछि दुःख दिएपछि म भोलि भन्नेवाला छु, आज छोटकरी भनिदिन्छु। अनि यो गर्दाखेरि भन्नु होला बचाउने भन्ने विचारले यो बाख्रा खाएपछि मलाई झोक चल्ने भयो नि त। अब यसले त कतिखेर सिधाइदिउँ जस्तो भयो। अनि बाहिर विदेशमा गयो त ओहो यो त कहीँ पनि नपाउने जनावर, यो त भारत देशमा मात्र पाउँछ, यो त एकदम रेयर भन्न थाल्यो। देख्दैन भन्ने थाल्यो कि तिनीहरूले। मैले त दिनका दिन गोठ जहाँ जहाँ लाग्यो त्यो मेरो पछि पछि आउने, मैले समातेछु त्यसलाई त। ओहो यो त चिज त बचाउनु पर्ने छ, बा यस्तो दुर्गम त हाम्रो कमसेकम हाम्रो इज्जत पनि छ नि भनेपछि जोगाउनुतिर लाग्यो हो। त्यही जोगाउनु थालेपछि हिउँ चितुवा गोठाला बनाएछ। अब तपाईँ त लोकसेवा दिनु पर्छ, लोकसेवा दिनु पर्यो भने चाहिँ मेरो नाम पढ्नुपर्छ भनेको छ, त्यति। ओके, अब हामी अन्त्यमा छौँ। म एकजना अडियन्सको फेरि लिन चाहन्छु अन्त्यमा। कोही हुनुहुन्छ भने हात उठाउनु होला र प्लिज उहाँलाई माइक दिनु होला। एनीवान, कोही हुनुहुन्छ? गुड आफ्टरनुन सबैजनालाई। गुड आफ्टरनुन सर, गुड आफ्टरनुन म्याम। आज चाहिँ धेरै त्यो वाइल्ड लाइफ रिजर्भको कुराहरू हामीले गभर्मेन्ट पोलिसिज अनि इन्टरनेसनल कुराहरू धेरै नै भयो होइन। तर यु एज अ पर्सन वर्किङ फर गभर्मेन्ट एज वेल एज हुन्छ नि, अब हजुरले एकदमै प्रोफेसनल मान्छे हुनुहुन्छ। हामी एज अ हुन्छ नि आम मान्छेबाट चाहिँ हजुरको के एक्सपेक्टेसन छ त? आम मान्छेले चाहिँ यो कुरामा ध्यान दियो भने चाहिँ हाम्रो काम पनि सजिलो हुन्थ्यो र हरेक मान्छेको कन्ट्रिब्युसनले चाहिँ वाइल्ड लाइफलाई चाहिँ अलि राम्रो बनाउन सकिन्थ्यो नेपालमा भन्ने लाग्छ हजुरलाई चाहिँ। धेरै धेरै धन्यवाद। तपाईँले जम्मा 7 काम गरिदिनुहोस्। अब नेसनल पार्कतिर कहीँ जाँदाखेरि आफ्नो गोजीमा बोतलहरू बोकेर हिँड्नुहोस्, जहाँ भयो फोहोर नफालिदिनुहोस्, आरामसँग हेरेर आउनुहोस् है। अनि जनावरले झिस्केर टिकटक बनाउन नजानुहोस्, कुरा बुझेन? अनि जहाँ त्यो दोस्रो कुरा भनेको तपाईँ जहाँ जानुहुन्छ त्यहाँ चाहिँ राम्रोसँग त्यो मान्छेले जुन हाम्रो डाक्टर पोखरेलले भने जस्तो ह्युमनली बिहेभ गर्नुहोस्। जनावरको बिहेभ चेन्ज हुँदैन, हामीले आफू बिहेभ चेन्ज गर्नुपर्छ। त्यो अलिकति सोधेर यो त वाइल्ड हो है, म पो बिहेभ गर्नुपर्छ भन्ने सोच्नुहोस् दिमागमा। र तेस्रो कुरा तपाईँले पानीहरू मनपरी नचलाउनुहोस् प्लिज। पानी एकदमै कम भइसक्यो, पानी जति सक्छ इफिसियन्टली चलाउने काम गर्नुहोस्। अनि कतै चोर फटार देखे पनि रिपोर्ट गरिहाल्नुहोस्। मलाई लेख्दैन त्यो, किनभने यहाँ अलिकति भन्न गाह्रो छ कि धेरै फटा छ नि त। अब यो ट्याक्कै एउटा बाघको छाला पाए त भसक पैसा हुन्छ। त्यसको लागि शङ्कास्पद लागेको मान्छेलाई खबर गरिदिनुहोस् होइन। अनि अर्को कुरा एउटै मेरो अन्तिम के हो भने यो प्रकृति हाम्रो लागि चाहिने हो, प्रकृतिलाई चाहिँदैन। बारी पहिरो आयो भने पनि घर सबै बगायो, मान्छे बगायो, तर ठ्याक्क 1 वर्षपछि घाँस आउँछ, त्यसपछि रुख आउँछ, त्यसपछि किरा आउँछ भन्ने कुरा बुझ्नुहोस्। काठमाडौँमा बागमती बिचमा म आउँदाखेरि माछा दौड्थ्यो, अब अहिले 40 लाख छ, त्यसलाई झिक्दिएर 5 लाखमा झार्दियो भने फेरि माछा दौड्छ भन्छ कि। त्यस कारण यो प्रकृति हाम्रो लागि चाहिएको हो, प्रकृतिलाई एकदम रेस्पेक्ट गरिदिनुहोस्। त्यति भएपछि म तपाईँलाई जय नेपाल होइन कि जय संरक्षण, जय युथ, जय जेनजी, जय डक्टर भनिदिन्छु ल। हुन्छ, धन्यवाद। म म्याम कहाँ आएँ। एउटा सामान्य मान्छेले
अथवा एउटा सामान्य नागरिकले राज्यको रुल्स एन्ड रेगुलेसनलाई कसरी बुझ्ने र सामान्य भाषामा भन्दाखेरि त्यो रुल्स एन्ड रेगुलेसन जस्तो सामान्य मान्छेले त सबै कुरा बुझे हुँदैन होइन र उनीहरूले कसरी काम गर्नुपर्छ के छ धन्यवाद छ। एकदमै इम्पोर्टेन्ट मेसेज हो यो वास्तवमा। हामी प्रत्येक व्यक्तिहरू चाहिँ उपभोक्ता पनि हौ र उपभोक्ताहरू सजग हुनुपर्छ। भर्खरै हाम्रो गुरुङ सरले भन्नुभयो जस्तै इफ यु फाइन्ड समथिङ होइन अब अलिक खराब चिजहरू केही कैफियतहरू भइराखेको जस्तो भयो भनेदेखि प्लिज 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 डु रिपोर्ट होइन। हामीले इमेल पनि एक्सेप्ट गर्छौँ, वाट्सएप गर्नु भए पनि हुन्छ। अफिसहरूको नम्बरहरू हाम्रो वेबसाइटमा छ, कहिलेकाहीँ अफिसको वेबसाइटहरू पनि हेर्नु होला। अब हिजोसम्म जानकारी थिएन होला, अब आज तपाईँहरू यो कार्यक्रममा बस्नु भएपछि केही त नाफा पाउनु पर्यो नि होइन। सबैजनालाई मेरो अनुरोध छ र हामीले चाहिँ कसैको पनि यसरी चाहिँ गुनासो त्यही त्यस्तो आउँदाखेरि हामीले 24 घण्टाभित्रमा चाहिँ यो ऱ्यापिड रेस्पोन्स टिमहरू खटाउँछौँ। मान्छे एकदम कम छ, रिसोर्सेसको कम छ, यस अफ कोर्स होइन। सरकारको अब ऊ चाहिँ सपिङ लिस्ट एकदम लामो छ, त्यसमध्येमा खाद्य स्वच्छता कतिौँ नम्बरमा पर्छ। पहिला त स्वास्थ्य शिक्षा हुँदै हुँदै आउँछ नि त होइन, विकास निर्माण। अब स्वच्छताले त एकदमै कमै मात्र ठाउँ पाउँछ, बजेटको पनि एकदमै एकदमै सानो भाग छ हाम्रो होइन। बट स्टिल वी आर द बन्च अफ पिपल हु आर वर्किङ फर द हेल्थ एन्ड सेफ्टी अफ द पिपल भन्न चाहन्छु म। हस्, थ्याङ्क यू। हस् त धन्यवाद। म अन्तिममा हाम्रो सरका आएँ। मैले उ गर्न खोजेको चाहिँ अहिले पछिल्लो समय मानवता एक प्रकारले भन्ने हो भने हराउँदै गएको अवस्था। मानवता चाहिँ अहिले हामी यो बिल्डिङमा बसिरहेको छौँ, यो बिल्डिङसँग पनि मानवता मतलब यसको रिलेसन चाहिँ हुन्छ। जस्तो हामी सामान्य एउटा घरमा एउटा घर मात्रै त्यो होइन नि त त्यो होइन। त्यो घर सँगसँगै त्यहाँ चाहिँ त्यहाँ बुवाको अथवा बुवाभन्दा अगाडिका पुस्ताहरूको चाहिँ के भन्छ पसिना माया त्यो भावना जोडिएको हुन्छ नि। त्यस्तै यो अर्बन प्लानिङमा चाहिँ यी यस्ता कुराहरू चाहिँ एकदमै हराउँदै गएको देखिन्छ। यसलाई कनेक्टिभिटी गर्नका लागि चाहिँ के गर्नुपर्छ, के गर्दाखेरि चाहिँ त्यो कनेक्टिभिटी हुन्छ ताकि अहिले जो न्यू जेनेरेसन भनौँ होइन, कति यहाँ मलाई लाग्छ धेरै जेनजी पनि हुनुहुन्छ होला होइन, अब जेन वाई पनि हुनुहुन्छ। अब यो पुस्ताले के बुझ्न जरुरी छ? आई थिङ्क कन्स्ट्रक्सन इन्डस्ट्री अर्बन डेभलपमेन्ट भनेको एउटा एकदमै रिसोर्स धेरै खाने इन्डस्ट्री हो होइन। सो त्यो पनि हो र अर्को बाटोमा हाम्रो नेपालमा भर्नाकुलर आर्किटेक्चर भन्छौँ। यो तराई पहाड हिमाल एरियामा आफ्नै भौगोलिक त्यो अनुसार वातावरण अनुसार हावापानी अनुसार सेटलमेन्ट प्याटर्न्सहरू, बिल्डिङ कन्स्ट्रक्सनको टेक्निक्सहरू, कन्स्ट्रक्सन मटेरियल्सहरू, त्यहाँको मान्छेहरूको रहन सहन अनुसार अभाइलेबिलिटी अफ मटेरियल अनुसार डेभलप भएको हो होइन। तर विडम्बना चाहिँ रिसेन्टली के पनि भइरहेछ भने अब नेसनल गभर्मेन्टले भनौँ न एउटा युनिफर्म हिसाबको बिल्डिङ कोड निकालिदिएको छ र त्यो कुनै पनि स्पेसली सरकारी भवनहरू बनाइरहँदाखेरि स्कुल हस्पिटलहरू बनाइरहँदाखेरि यो बिल्डिङ नेसनल बिल्डिङ कोड फलो गर्नुपर्ने अनिवार्य नै छ। त्यसले गर्दाखेरि यो भौगोलिक क्लाइमेटिक डिफ्रेन्सेसहरूमा पनि एउटा युनिफर्मको बिल्डिङहरू आइरहेछ विच इज जसले चाहिँ बिल्डिङ तपाईँले एउटा स्ट्रक्चर मात्र होइन कि एउटा लिभिङ स्पेस हो, उपभोग गर्ने स्पेस हो, त्यहाँभित्र कम्फर्टको कुरा आउला, कल्चरको कुरा आउला होइन। सो हामीले बुझ्नुपर्ने चाहिँ यो विविधता बिचमा पनि सकेसम्म लोकल मटेरियल्सहरू, लोकल कन्स्ट्रक्सन टेक्नोलोजिजहरू जस्तै अब ब्याम्बूमा कति त ब्याम्बूबाट बनेका टेक्नोलोजीहरू छन्, बिल्डिङ बनाउने टेक्नोलोजीहरू छन्, ऱ्याम्प अर्थको बिल्डिङ कन्स्ट्रक्सन टेक्नोलोजीहरू छ। माथि पहाडतिर हिमाली पहाडतिर गयो भने स्टोन वुड इजिली अभाइलेबल छ। सो एकैचोटि यो इम्पोर्टेड कङ्क्रिट रिबा डन्डी ढलान कन्स्ट्रक्सन मात्रै बिल्डिङको कन्स्ट्रक्सन टेक्नोलोजी होइन। हाम्रो पुस्ताले यो डेभलप गरेको भर्नाकुलर आर्किटेक्चरल फर्म, बिल्डिङको फर्म, कन्स्ट्रक्सन टेक्नोलोजीलाई पनि अहिलेको वस्तुस्थिति अनुसार कसरी परिमार्जित गर्दै अलिकति भूकम्प प्रतिरोधात्मक बनाउनु पर्छ भने थोरै मात्रामा सिमेन्ट हाल्ने हो कि थोरै मात्रामा डन्डी रिबारहरू युज गर्ने हो कि होइन। त्यसमा चाहिँ आर्किटेक्टहरू मात्र होइन पुरा समाज नै हामी आई थिङ्क अवेर हुनुपर्छ र यसमा चाहिँ एज एन आर्किटेक्ट अर्बन प्लानर हाम्रो रोल चाहिँ यो इन्फर्मेसन डिसिमिनेट गर्ने इन्फर्मेसन चाहिँ हाम्रो ठुलो रोल हो।
सो म अहिले हामी एउटा आफ्नो प्र्याक्टिस हुँदै पनि एउटा काठमाडौँ इन्स्टिच्युट भन्ने अर्गनाइजेसनमा इन्भल्भ छु। सो यसमा चाहिँ हामी आर्काइभिङ गरिरहेको छौँ। नेपालका पहाडी भेगका पुराना सेटलमेन्टहरू हुम्लाका भए, मुस्ताङकै भए, त्यो मात्र नभइकन तराईका थारू बस्तीहरूको पनि गरिरहेछौँ। 1950s 60sमा भएको यो अर्ली मोडर्न अर्बन प्लानिङका सहरहरू पनि गरिरहेछौँ। सो यसमा यी यस्तै डिबेट्स, रिसर्चहरू, पब्लिक फोरम्सहरूको थ्रु चाहिँ अवेरनेसको कुरा चाहिँ निकै हामीले अगाडि बढाउनु पर्नेछ। हुन्छ। सबै प्यानलिस्टहरूलाई एकदमै धेरै धेरै धन्यवाद। हामीसँग हुनुहुन्थ्यो आरक्षणविदका रूपमा पनि हुनुहुन्थ्यो र हामी उहाँलाई हिउँ चितुवाको गोठाला भनेर उपनाम अथवा विशेषण जे भने पनि चिन्ने घनश्याम गुरुङज्यू र हामीसँग हुनुहुन्थ्यो डिजी विशेष खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको महानिर्देशक मतिना जोशीज्यू र हामीसँग हुनुहुन्थ्यो आर्किटेक्चर अथवा अर्बन प्लानरका रूपमा रहनुहुने राहुल मुनि बज्राचार्य। तीनैजना प्यानलिस्टलाई म भोजराज श्रेष्ठको तर्फबाट विशेष धन्यवाद ज्ञापन गर्दै विशेष तपाईँहरूलाई पनि धन्यवाद ज्ञापन गर्न चाहन्छु, किनभने तपाईँहरूले सुनिदिनु भयो र उहाँहरू हुनुहुन्छ। उहाँहरू हुनु र तपाईँहरूले सुनिदिनु दुवै एकअर्कासँग कनेक्टिभिटी छ। अघि यहाँ सरहरूले पनि भन्नुभयो, हामीले अब जोड्ने भनेको चाहिँ सबभन्दा ठुलो कुरो हामीसँग जहाँ जे छ त्यसैलाई बढीभन्दा बढी युटिलाइज गर्न सक्यो भने मलाई लाग्छ खाद्यलाई पनि हामीले के गर्न सक्छौँ, बचाउन सक्छौँ र तपाईँको चाहिँ हाम्रो जीवहरूलाई पनि बचाउन सक्छौँ र हाम्रो चाहिँ सहरी प्लानिङ पनि पहाडकै तरिकाले सहरी प्लानिङ गर्ने हो भने सायदै मलाई लाग्छ हाम्रो देश होइन एकदमै चाहिँ के भन्छ विशिष्ट छ। अब जैविक विविधताको त हामी कुरै नगरौँ होइन। त्यस कारणले यसमा सबैले ध्यान दिन सक्यौँ भने हाम्रो मानवता हामी जे गरिरहेको छौँ त्यससँग कनेक्टिभिटी हुन्छ भन्ने भनाइहरू राख्दै यो कार्यक्रम यहीँ अन्त्य भएको घोषणा गर्न चाहन्छु। हस्त, धन्यवाद। थ्याङ्क यू। यो